पनि हो हैन। घाँस पाउनको लागि के गरिन्छ, बाँस पाउनको लागि के गरिन्छ, कपासको लागि के गरिन्छ भन्ने कुरा त सबैलाई थाहा भएको कुरा हो। तर पनि हामीले घाम पानी र वनस्पति सँगसँगै स्वास्थ्य समृद्धि र खुसी पाउने एकमात्र प्लेटफर्म डिएसएल। त्यसैले डिएसएल तालिमले सुरुवात गर्नुहोस् न। डिएसएल एउटा सिस्टममा सबभन्दा ठुलो कुरो बुझ्नुपर्ने कुराहरू हेर्नुहोस् न, यथार्थ कुरा। आज हामीले घरैबाट सुरुवात गरेका छौँ हाम्रो जीवन यात्रा हैन। घरमा बसुन्जेल हुर्किँदै बढ्दै आफूले केही गर्दै जाँदाखेरि जिम्मेवारी एउटा बुवा आमाले दिनुभएको थियो, या तपाईँको चाहिँ दाजुभाइ दिदीबहिनी आफन्तहरूले दिनुभएको थियो होला। तर तपाईँ घरबाट आँगनबाट बाहिर निस्किसके पछाडि तपाईँको यात्रा सुरु हुन्छ हैन। यो यात्रा जो कसैलाई पनि हो, हामीले यो यात्रा जो कसैलाई पनि हो। अहिले प्रवासको कुरा गरिरहनु पर्दाखेरि म 8 क्लास पढ्दाखेरि आर्थिक कमजोरीले गर्दाखेरि 8 मा फेल हुँदाखेरि मैले चाहँदा साथै पढ्न नपाएको व्यक्ति मैले चाहिँ इन्डिया जानको लागि तय गरेँ। त्यतिखेरै मैले सम्झेको थिएँ अब मेरो जिम्मेवारी सुरु भयो। मैले आर्थिक कमजोरी भएको हुनाले गर्दाखेरि पढ्न मन लाग्दै साथै नै मैले पढाइ छोडेको व्यक्ति हो। हेर्नुहोस् है, जिम्मेवारी मेरो भाइको पनि थियो, तर भाइको जिम्मेवारी भन्दा बढी जिम्मेवारी मैले उठाउनु पर्यो त्यतिखेरको अवस्थामा। हाम्रो समाजको एउटा जुन होइन भनाइ पनि छ, समाजको चाहिँ एउटा क्रियाकलाप छ। त्यो समाजको क्रियाकलापले गर्दाखेरि हाम्रो दाइले आफ्नै दाइले चाहिँ उहाँले जिम्मेवारी निभाउनु पर्ने ठाउँमा जिम्मेवारीबाट आउट हुनुभयो। भन्नुको मतलब के, औँस बन्दा हो। औँस बन्दा भएपछि के हुन्छ, हामीले चाहिँ आफ्नो जिम्मेवारी